आखिर के छ त यसको भित्र? हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो अर्को छोटो मिठो मिनी ब्लगमा। आजको दिन अलि हेडेक थियो के, काम पनि धेरै थियो आज। अनि यो हिजो चाहिँ टिप्परले झरेको रहेछ, दाइ र म मिलेर यो नयाँ पोल हालेर तार उठायौँ। अनि तार उठाएपछि अर्को ठाउँमा पनि फेर्नु थियो, फेरिदिएँ। अनि थोरै तार तन्काइदियौँ, त्यसपछि स्टोरमा वापस गयौँ। यहाँ थोरै काठ सारिदिनु पर्ने थियो कि त्यो मान्छेको, अनि काठ लिएर गएँ म त्यो छोड्न। त्यसपछि खाना खाने टाइम भएको थियो, अनि यो काठ झारेपछि म स्टोरमा गएँ। अनि खानासाना खाएपछि फेरि अर्को सामान सार्नुपर्ने थियो। के सामान भन्दा यो एल्युमिनियमको सामान थियो कि यो चाहिँ त्यहाँ लगिदिनु पर्ने थियो। जेसिबी र म गयौँ दुईजना झार्नलाई। आजको दिनभरि सामान चाहिँ जेसिबी र म बोकिरहेको थियौँ क्या। अनि यहाँ जेसिबीलाई कुरेर बसिरहेँ। एकछिनपछि आयो जेसिबी, त्यसपछि यो झारेँ। अनि यो झारेपछि म अनि काम थिएन नि त, अनि फेरि वापस दायाँहरू बाटोमा गएँ। त्यहाँ एकछिन बसेँ किनकि त्यस टाइम भएको थियो नि त। अनि तल बस्ने झ्याउलाएर फेरि माथि गएँ। माथि चाहिँ कङ्क्रिट गर्दै थियो कि, अनि म त्यहाँ एकछिन हेरेर बसेँ कङ्क्रिट गरेको। अनि त्यसपछि रेस्ट टाइम पनि सकियो। अनि रेस्ट टाइम सकिने बित्तिकै म फेरि वापस चलेँ, दाइ र म गयौँ होइन, किनकि त्यहाँ हामीलाई अर्को ठाउँमा फेरि दबाई हाल्नुपर्ने थियो। अनि स्टोरमा गएर यो सामानहरू हालेर गयौँ। अनि बोसहरू पनि त्यही रहेछ। अनि दाइलाई मैले यो ठाउँमा छोडिदिएँ। अनि दाइ यहाँ दबाई हाल्न थियो नि त, अनि दाइ दबाई हाल्नु बस्नुभयो। त्यसपछि म चाहिँ यहाँबाट गएँ। मलाई चाहिँ यो टाइल सार्नु थियो। अनि जेसिबी र म मिलेर टाइल सार्यौँ 3 पल्टमा लगभग 10 प्यालेट जति टाइल सार्नु पर्ने थियो कि। अनि यो चाहिँ फर्स्ट लटको हो। अनि यो छोड्नु गयो टाइल। त्यसपछि झार्ने ठाउँमा बसेँ। जेसिबी आएर जेसिबीले झारिदियो। अनि यो पछिको सेकेन्ड ट्रिप चाहिँ मैले रेकर्ड गर्न बिर्सेछु कि भिडियो। अनि अलिक कामको हेडेक थियो नि त आज। अनि पानी कहिले पर्ने कहिले नपर्ने गरिरहेको थिएँ कि। अनि यो चाहिँ जेसिबीले झार्यो। अनि त्यसपछि म फेरि जेसिबीको पछि लागेर अर्कोचोटि सार्न गएँ फेरि होइन। अनि त्यसपछि म झार्ने ठाउँमा गएर बसेँ। जेसिबी आएर हालिदियो। यो चाहिँ 4 प्लेट जति थियो। यो चाहिँ अर्को मान्छेको हो कि। अनि बेलुका नै भइसकेको थियो नि त, हतार थियो, त्यही भएर अलि छिटो गर्नुपर्ने थियो। अनि यो छोड्न त गएको, फेरि कस्तो जेसिबीको डिजेलै सक्यो कि। छिटो गरेर झाऱ्यो। त्यसपछि म चाहिँ हतार स्टोरतिर गएँ, पानी पर्छ कि भनेर, तर परेन। अनि यो हाम्रो चाहिँ के हो भन्दा यो चाहिँ हाम्रो कुखुरा फार्म हो कि। हामीले चाहिँ यहाँ कुखुरा पालेको छ, कुखुरा र हाँस टन्नै पालेको छ। अनि यो चाहिँ हामी यही खान्छ कि। अनि यही हो आजको मिनी ब्लग। ल अर्कोचोटि फेरि भेटौँला, बाई।